धनसेप के गर्नुभएको यो त आज तपाईँले एकदम यहाँ चाहिँ हाम्रो कुल्मी अफ केकको मोल्ड बनाउँदै म चाहिँ हजुर हजुर त्यो नि यो चाहिँ ट्रान्सपरेन्ट अच्छा यो तरिका चल्छ पनि तर यसको लागि चाहिँ खास यो मड भन्ने चाहिँ अलरेडी बनेर आएको हुन्छ कि यसको लागि चाहिँ हल्का अलरेडी बनेर आएको हुन्छ हजुर हजुर त्यो चाहिँ हामीले अहिलेसम्म ल्याएको छैन अर्डर दिएको छ हजुर अहिले चाहिँ काम चलाउनको लागि हो है हजुर ल ठिकै छ आज हामी कुल्मी एपको बारेमा चाहिँ हामी केही कुरा गर्नेछौँ र हेर्ने पनि छौँ है यस ओके ल एब्सोल्युटली हाई धनसेप यस तपाईँ आज अहिले कुल्मी अप केक बनाउँदै हुनुहुन्छ होइन यस कुल्मी अप केक यस ओन्ली कुल्मी अप हो कि केक पनि हो केमा आउँछ केकमै आउँछ है यस यो कुल्मी अप भनेको चाहिँ के यो चाहिँ मलाई चक्लेटलाई माथि तान्नु भनेको कस्तो के हो यस यसलाई चाहिँ हल्का मोड माथि तानेपछि चक्लेट हालेको चाहिँ जताको तल झर्छ क्या त्यो कुल्मी अप यस ओहो त्यो चाहिँ आज चाहिँ एकदमै यो चाहिँ के यसमा चाहिँ हाल्नुभयो तपाईँले के एक्चुली यसो यसमा हाम्रो न्युटेला छ हजुर दिस इज आवर न्युटेला न्युटेला भनेको के यो न्युटेला चक्लेट चक्लेट होइन पेस्ट हो हेजलनट पेस्ट हो हाजिर पेस ओके त्यहाँदेखि यहाँ हाम्रो छ चक्लेट चक्लेट यहाँ यसमा छ हाम्रो क्रिम मिक्स त्यस पछाडि हाम्रो यसमा छ ट्रफल बेस ट्रफल बेस हजुर यो सबैलाई मिक्स गरेर चाहिँ हामीले एउटा मुस टाइपको बनाउँछौँ हामीहरू ओके त्यसको पछाडि हाम्रो यहाँ छ स्पन्ज स्पन्जलाई अहिले सेट गरेर हामीहरू चक्लेटमा सेट गरेर चक्लेट माथिबाट हाल्छौँ स्पन्ज हो यस हिजो बनाएको थियो हामीले त्यो हजुर 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 ओके एब्सोल्युटली राइट ओके अनि यो चाहिँ के हो यो चाहिँ हाम्रो तपाईँको चोको चिप्स भन्छ यसलाई चाहिँ चोको चिप्स पनि व्हाइट चक्लेट चिप्स हो अच्छा ओके अहिले हाम्रो त चोको चिप्स एभाइलेबल नभएको कारणले व्हाइट चक्लेटले काम चलाउनु परेको छ अच्छा आज चाहिँ हामी कुल्मी अप केक बनाउँदैछौँ र यहाँ धनसेप अब कति टाइम लाग्छ यसलाई बनाउनु लागि चाहिँ अब यसलाई हल्का 10-15 मिनट ओके पछाडि यसलाई सेट गर्नुको लागि हाल्छौँ फ्रिजमा डिपमा है रिफ्रिजमा डिपमा हाल्छौँ हामी यसलाई डिपमा हाल्नु पर्दैन रिफ्रिजमा सेट हुन्छ है ओके ओके ल ठिक छ यहाँ पुरा हामी इन्ग्रेडियन्ट सहित रेसिपी सहित हामी यहाँ बनाउँदैछौँ र तपाईँ हेर्न सक्नुहुन्छ एकदम क्लियर रूपले चाहिँ कुल्मी अप केक हो र धनसेप के म यो टेस्ट गर्न सक्छु यो कुल्मी अप केक बिल्कुल बिल्कुल ल ठिक छ टेस्ट गऱ्यो भने धनसेपले बनाउनु भएको कुल्मी अप केक सुप अफ धनसेपलाई कस्तो मिठो यार यो खान त केस त पुरा पागल हुन्छ त यार यसरी यहाँ लेयर बनाइन्छ हाम्रो रूपमा यसो अलिकति देखाउँ खोइ त यहाँ हेर्न सक्नुहुन्छ तपाईँले एकदम सँगले चाहिँ हेर्न सक्नुहुन्छ तपाईँ है हेर्नुहोस् यस्तरी लेयर बनाएर चाहिँ हामी कुल्मी केक बनाउँछौँ हेर्नुहोस् कति लेयर हामी बनाउन सकिन्छ यसमा चाहिँ आफ्नो हिसाबमा बनाउन सकिन्छ 3-4 लेयर हामीहरू सकिन्छ है हजुर हामीहरू चाहिँ यहाँनिर 1-2 लेयरको बनाउँछौँ 2 लेयरको ओके यो चाहिँ फर्स्ट लेयर हो त्यसपछि सेकेन्ड लेयर यहाँनिर चाहिन्छ हामी यहाँ हेर्न सक्छ यो चाहिँ धनसेप यो माथिबाट के आयो यो हाम्रो यो कफी पाउडरको फ्लेभर हो ए यसलाई चाहिँ मिलाइन्छ कस्तो मिलाएर चाहिँ अब हामी यहाँनिर चाहिँ हामीहरू चाहिँ यो पाइपिङमा हाल्छौँ पाइपिङमा हाल्नु पऱ्यो तपाईँ हेर्न सक्नुहुन्छ जस्तो डेजर्ट बनाउने तरिका हेर्नुहोस् यहाँनिर एकदम वाउ लेयर बनाएर चाहिँ मिलाएर चाहिँ हामीले हाल्नुपर्छ कुल्मी अपलाई हेर्नुहोस् तपाईँहरू पनि हेरेर सिक्न सक्नुहुन्छ यहाँ यस्तो तरिकाले चाहिँ हामी यो जुन अहिले हामी हाल्दैछौँ त्यसले के भनिन्छ सेप मतलब यो भन्नुभएको यो चाहिँ हाम्रो यो चक्लेट यो क्रिम हो हजुर हजुर यो चाहिँ पाइपिङ बेग हो अब हामी हाल्छौँ मिलाएर चाहिँ चक्लेट स्पन्ज हाल्छौँ स्पन्ज वाह दामी हामी चाहिँ यहाँ 2टा मात्रै लेयर गरिरहेछौँ अहिले र यहाँ चाहिँ हामी 4टा 5वटासम्म पनि गर्न सकिन्छ है सर यस एकदम कन्सन्ट्रेटली एकदम ध्यान दिएर चाहिँ बनाउनु पर्ने हुन्छ यो डेजर्ट चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ एकदम मजाले कसरी चाहिँ धनसेपले चाहिँ एकदम कन्सन्ट्रेटली एकदम ध्यान दिएर 100% दिएर अलिकति तलमाथि गर्नु हुँदैन यसमा
टक्क लागेर चाहिँ हेर्नुहोस् त सब मिल्नुपर्छ क्या ए टु जेड माथिबाट आउँछ फेरि एकचोटि चक्लेट क्रिम यो माथिबाट आउँछ मजाले यहाँ हेर्नुहोस् त सबै बराबरी एकदमै एक्युरेट कोही तलमाथि छैन एकदम फाइनली हाम्रो पूर्णिमा चाहिँ बनिसक्यो र अब हामी धनसेपले सोध्नेछु के गर्नुहुन्छ उहाँले चाहिँ अब धनसेप यो रेडी भयो अहिले चाहिँ हजुर हाम्रो यो अलमोस्ट रेडी भइसक्यो हाल्छु रिफ्रिजमा हाल्यो नि भयो टिपमा हाल्यो नि भयो हजुर डिपमा नहाल्दा किन आइस बनाउनु मिल्दैन हजुर रिफ्रिजमा हजुर रिफ्रिजमा सेट हुनको लागि है हजुर सेट हुनको लागि 10-15 मिनट सेट हुन्छ जसमा हाम्रो सेलमा अनि स्टार्ट सेल गर्दाखेरि चाहिँ यहाँ माथि हामी के गर्छौँ यसमा चाहिँ चक्लेट सस हालेर यो चाहिँ सेल गर्दाखेरि हजुर हल्का हाम्रो चक्लेट सस हुन्छ जुन ट्रफल फ्रेस चक्लेटको बनेको हुन्छ त्यसलाई हामी माथि हाल्छौँ यसको माथिबाट हालिन्छ यसको माथि हाल्दा यसलाई चाहिँ हामीहरू खिच्छौँ हल्का माथि खिचेपछि त्यो माथि चक्लेटको जुन सस छ लत मुनि जान्छ हजुर त्यो चाहिँ सस चाहिँ बनिजान्छ हामीहरू चाहिँ माथि हाल्छौँ यसलाई भन्छ प्रिमियम ओके थ्याङ्क यू सो मच धनसेप यति राम्रो रेसिपी तपाईँले भनिदिनु भएकोमा एकदम खुसी लाग्यो तपाईँको अर्को नाम चाहिँ के हो श्रेयस भन्ने पनि छ श्रेयस हो श्रेयस प्रधान हो मेरो बोलाउने नाम चाहिँ श्रेयस प्रधान अरिजिनल चाहिँ धन प्रधान हो ओके वाह वाह सो नाइस धन जस्तो प्रधान नाम डकुमेन्टमा छ ए जुन युनिक नाम श्रेयस चाहिँ मेरो अब जहाँ पनि अब सोसियल मिडियामा श्रेयसै छ श्रेयस ओके थ्याङ्क यू सर थ्याङ्क यू श्रेयस धन्यवाद धन्यवाद गाइस भिडियो कस्तो लाग्यो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला धन्यवाद